नमस्ते सम्पूर्णमा नमस्ते। के छ सबैजना आरामै? हामी थोरै आज यसो रमाइलोको लागि मात्रै हिँड्न आएको हो। खासमा त्यो प्लान सलाङ थिएन, एक झलक हिँड्यौँ भनेर साथी र म चाहिँ हिँड्ला हो। साथीले चाहिँ अनुहार देखाउन नमान्ने अरे, ऊ अलिकति साई टाइपको छ, त्यही भएर रोलिङ क्यामेरा भन्न चाहिँ ऊ चाहिँ लजाउँछ होइन। म चाहिँ यस गाइज अब जहाँ घुम्नु मात्रै हो नि फेरि होइन, त्यही भएर रिको अन द वे। यो बाटैबाट अब हिँड्दैछौँ, कहाँ पुगिन्छ होइन थाहा छैन। अब पुग्न चाहिँ रोलिङ क्यामेरा भन्दै जाने हो। क्यामेराको क्ल्यारिटी खासै गतिलो छैन होला, किनकि डाइरेक्ट सन मेरो फेसमा पाइरहेको छ। त्यही पनि गल्ती भुलचुक माफ। एउटा कहानी भएछ गाइज, बसेर चिया त पियो तर चियाको पैसा नदिएरै आइयो। ठिकै छ, मेरो रुम मुनिको चिया पसल हो, गएर भोलि साँझतिर दिउँला गएर आनन्द लाएर। उसले पनि याद दिलाएन, म पनि अब कुन माथि गएर लुगा लिएर आउँदाखेरि भुसुकै बिर्सिएछु। दिस भुलचुक माफ भन्छन् नि, त्यही हो होइन। ओके, सो हामी यताउता भन्दा पनि ल तिम्रो ब्याग समाउँछ एकछिन। प्लास्टिक भारी रहेछ ब्याग चाहिँ, साथीको ब्याग समातेको अति नै भारी। खासमा हामी यताउता दायाँ बायाँ गर्दै हामी चाहिँ अहिले दुबईमा रहेको एउटा काइट बिच जो अत्याधिक फेमस छ, त्यहाँ चाहिँ आएको हो। आइपुग्यौँ हामी चाहिँ, आएको भन्दा नि आइपुग्यौँ। कहाँ जाने के प्लान भन्दा पनि अन्धाधुनमा हामी हिँडेको हो। खासमा यहाँ पुगिरहेछौँ अहिले चाहिँ हामी काइट बिचमा। अगाडि गएर अब हेरौँ न, फर्स्टमा जुन बस आउँछ त्यही बस चढिदिएको हामी सिधै कहाँ काइट बिचको छेउछाउै आउँदो रहेछ। अनि हामी चाहिँ ल बिचमै उत्रिदिउँ नि त भनेर त्यहाँ नै उत्रियौँ अहिले चाहिँ होइन। अब काइट बिचतिर अस्ति पनि राति म त नुहाएर गएको हो, आज पनि यसो अब नुहाएर गइदिउँ त्यो बिचतिर। अब टक्क लगाएर नुहाइदिउँ, हानिदिउँ पानीमा, चोप्लाममा हानिदिउँ भनेर। अनि एउटा कुरो अब तपाईँहरूलाई एउटा इम्पोर्टेन्ट म्यासेज पनि दिन्छु मैले एकछिनमा। एउटा त्यसको लागि अलग्गै कन्टेन्ट बनाउँछु, त्यो चाहिँ तपाईँले टिकटक भयो या इन्स्टाग्राम र युट्युबमा त्यहाँ गएर नि हेर्न सक्नुहुन्छ। त्यसको लागि एउटा अलग्गै एउटा कन्टेन्ट आउँदैछ, जो हामीले खासमा एउटा सोसल सर्वे पनि गर्दैछौँ केही दिनमा। र अनि हामीले चाहिँ एउटा सूचना पनि दिइरहेछौँ, एउटा तपाईँको देश प्रेम भाव बोकेको एउटा मूलभूत त्यस्तै खालको। त्यो पनि हेरिदिनु होला है। ल स्टे ट्युन है त। सो हामी चाहिँ अहिले पुग्यौँ बिचको साइडमा, द्याट इज द इन्ट्रेन्स। अब हामी यताबाट यो साइडदेखि देख्नु भएको तपाईँहरूले, यो पुरै बिच साइड जाने बाटो हो यो होइन। हामी चाहिँ अलि अगाडि गएर रोड क्रस गर्छौँ। हामीले जानुपर्ने ठक्क पारिपट्टि हो, र हामी चाहिँ वारिपट्टि छौँ। रोड क्रस हान्छ एकछिनमा है। हामी चाहिँ यतापट्टि यो बिच छ, बिच साइडतिर पहिला गइहालौँ होइन। यसो दायाँ बायाँ हेरेर हामीलेबाट ट्राफिक नियमको उल्लङ्घन गर्दै हामी यहाँबाट भित्र छिर्यौँ होइन। हेरौँ अब कस्तो हुन्छ, हेरेको देखाउँछु होइन। आमामा ल हेरौँ न कस्तो दामी छ यार, खतरनाक। त्यहाँ गएर भित्र गएर त अगाडिको सिनहरू पनि देखाउँछु ल। अनि यो गर्मीमा पसिना बगिरहेछ खलखली। अनि यो गर्मीमा एउटा कुरो, समुद्रमा नहाउनुको मजा नै नेक्स्ट लेभल हुन्छ, आउटस्ट्यान्डिङ हुन्छ। यो चाहिँ एउटा फिलिङ्स, जसले समुद्रमा यो गर्मीमा नुहाइरहेको हुन्छ उसलाई चाहिँ थाहा हुन्छ होइन। त्यो अब भोग्नेलाई थाहा हुन्छ भन्छ नि, त्यस्तो कुरा हो। सो द्याट्स अब तपाईँहरूलाई अब धेरै कुराहरूको जानकारी दिनु त छ नै, धेरै कुराहरू मैले देखाउनु त छ नै होइन। अब यो समुद्रको पनि यसो हाउभाउ देखाइहालौँ नि त ल, कस्तो छ के छ। यो रह्यो तपाईँको जो बोटहरू हुन्छ, जो यहाँ स्क्यु डुङ्गाहरू हुन्छ नि, त्यो बोट त्यहाँ समुद्रमा खेल्ने, त्योहरू चाहिँ यहाँ यदि बिग्रियो भत्कियो बनाउनु पऱ्यो, केही गर्नु पऱ्यो, रिपेयरिङ गर्नु पऱ्यो या पार्किङ गर्नु पऱ्यो भने यो चाहिँ पार्किङ गर्ने ठाउँ हो। यो चाहिँ तपाईँको सबै अब यताको बाक्लो छेउ त्यहाँ चाहिँ एउटा अहिले पनि नयाँ घर बनाएको छ, त्यहाँ चाहिँ रेस्ट गर्नको लागि होइन। अगाडि चाहिँ अब मोटर बाइकहरू खेलाइरहेको छ, दुनियाँ गरिरहेको छ, सबै गरिरहेको छ। अलि अगाडितिर जाउँ अनि सबै कुराहरू हेरौँ त हुन्छ, त्यस्तो नै हुन्छ होला।
सो यहाँ चाहिँ अब धेरै सिनहरू बिच अगाडिको धेरै सिन देखाउनु हुँदैन किनकि यहाँ अब बिकिनीहरू एकदमै बढी युज भएको हुन्छ नि त। म त्यही भएर यो सिनहरू चाहिँ अलिक देखाउँदैन किनभने हाम्रो समाजलाई यो कन्टेन्ट अलिकति फाप्दैन कि। त्यो भएको कारणले म त्यसको लागि चाहिँ सख्त खिलाफमा छु। अहिले चाहिँ त्यो सिनहरू प्रस्तुत नगरिहालौँ, बरु बिचको रमाइलो हुने कुराहरू चाहिँ देखाउँ तपाईँहरूलाई होइन। सो यसो गर्दा हामी चाहिँ बिचमा नआएर टक्क थाकेर चाहिँ म थोरै अवस्थामा आइरहेको छु बाहिर। मेरो साथी अझै पनि खेलिरहेको छ बारीमा। म चाहिँ अब नआएर टक्क बाहिर बसेको छु घाम तापेर बालुवामा। घाम तापेर यसरी वरिपरि बसिरह। अब एकछिनमा टक्क म पनि नुहाउँछु, त्यसपछि सकेर बाई घरतिर लाग्नुपर्छ। अब चाहिँ बाटोमा शान्तिमा कुराहरू गर्दै बाटोतिर लाग्नुपर्छ। हामी चाहिँ काइट बिच नै दिएर चाहिँ आएको। एकदमै दामी, एकदमै सुन्दर, एकदमै रमणीय नजारा भइरहेको हामी पनि यहीँ टक्क खेलिरहेका छौँ, एकछिन रमाइरहेको छौँ। त्यसपछि रुमतिर लागिन्छ अब चाहिँ हामी चाहिँ है त। अहिले चाहिँ हामी बिचबाट नआएर पनि बाहिर हामी फ्रेस भएर नुहाइदिए गरिसक्यो दास। अब चाहिँ हामी टक्क घरतिर लाग्छौँ होइन। अन्त वे तपाईँहरूलाई सिनहरू पनि देखाउँदै गरौँ होला होइन। दामी रमाइलो भयो।